आइपुग्यो हजुर नमस्ते सम्झेनी आइ त सम्झेनी चारवटा जिप ए डुकोटा घोटी चाहिँ झेकिर अरे ल्याउडे ल्याउ इस्ता इ डोको ए इ को भयो जान्न खै यो फेरि पोका सोमदी खै सोमदी खै हाय त मेरो के रे को म मेरो के रे म फुबु फुबु हैन फुबु चाहिँ मार खान्न मेरो फुबु होस् त कोले डुको सबै इस्तावरले दोको पोको हो नि त हामी त अलि होइन भाइ यसले नि बोक्ने मैले नि हो गरे म फेरि अलि तेरो बुढा छन् त जाम भयो के हिजो अरे हिजो पुग्नु भयो गइ गइरहेको हो राइडोको एउटा स्टाइल राइडोको भयो है कसरी छ अझ यता लेके जोर्किन बुवा त पछि हुनुहुन्छ तेरो नाम छोटो हो लाइन नानी यिनी से बोल्दै लाइन लगाटो सब मौरा सिकाना छ हेर त रोल्सी आइज भनेर दिएछु मजा एकरा आउन त हाय गाइस देखि रोल्पासम्म रोल्पासम्म आएको जन्ती पाइली फर्कने रक्सी तल पठाउनुस् ती गाग्रीमा आउँछ रोक्छ ए ज्वाइ गाग्री बोल कस्तो भएको छ भने ए ओइ रोल्पा जुन त्यहाँ कस्तो भएको छ कस्तो हुने हो एकदम राम्रो भएको छ अनि मासु भात खाइयो नाच्दा त नाचिस् नि नाटनाटका गीत चाहिँ बजाएको खानु भन्नु एकदम रमाइलो भयो रोल्पा गाउँ देखेको थिएन देखियो खानसान खाएर एकदम आराम गरिरहेको छौँ हामी चिसो हावा छ रोल्पामा होइन चिसो हावा छ पानी पनि चिसो रहेछ चिसो पानी खान पाइएछ रोल्पामा राम्रो साग रहेछ ताजा ताजा भुसाको पनि देखेँ मैले भुसाको बुट्टा पनि देखेँ भुसाको बुट्टा भुसाको भुसा भुसाको होइन ओके अनि यसो तालै नि हिँडेको यता देखाउनु यता भुसाको बुटो यता यता यता
एकदमै राम्रो लाग्यो के गर्ने बिहा नगरेपछि यही बिहा गरेर आउन हुन्थ्यो रमाइलो भयो रोल्पाको तैँले कसो भयो मलाई रमाइलो त भयो के गर्ने खाना मिठो भएन अन्त पानी पनि बिहा रहेछ खाना जान लासम जन्ट जान भन अन्त जान निको भने त्यही रहेछ जन्ट पनि कोही भात मिठो पढाइ मिठो हुन्छ के गर्छ अन्त आजभोलि त जता कतै हुन्छ यही मात्र भेटेन होइन जटाकटै हुन्छ हाम्रो घर यतै कहाँ यतै कति राम्रो रहेछ हो साग जस्तो काठ साग कहाँ जाने हो कालनामा जाने अब सुरु सुरु जाने गरे, घर टिप्लाउनु सुरु गरे हुन्छ भएको नि हो र त्यो अब हिँड्ने हो कि हिँड्ने होइन अब ढिला गर्ने हो कि न त्यही यो मैले भनिरहेको छु छिटो गर सबभन्दा छिटो भनेर भनिरहेको छु ऊ बाहिर फेरि टोप फोब्लाएर भने तिनी हो पोपला यही हो कि यही हो यो डाँडा हो कि पोपले ओइसी फुर्सेकोमा यहीँ आएको ऊ माथि गएको माथि होला माथि यो पोखरा फौल भएर फौल ल्याएर फेरि पाल्नु पोखरा यो फौल ल्याएर पाल्नु पर्छ उता टो अरेस उता उता फेरि अरेस बरु यो डाँडा छ नि यो डाँडा फेरि सबै अरेस बरु अलिकति त्यो टाढादेखि फेरि टेबाङ टेबाङ हो लेक काँडा हिँड्नुपर्छ कि सबै यो साग हेर साग त्यो टोरी सिम हुने रहेछ कि रोलपाटा त्यो अरेस त त्यति राम्रो हो नि त्यो अरेस त्यही हो कि अरेस यो खाल्टो तल कि यो डाँडा चाहिँ अरेस पर्छ कि यता यता गोरुमा टिन्डी यता भएको र अरेसको त्यो अरेस यो डाँडा यतिपट्टि भएको र उता टेबाङ उता के टेबाङ खानाबाट मिल्छ डाँडा सिँगा रोल्पा पनि देखो भैँसी यस्तो पारमा भुइँ चढ्छ ठान्डेर लाग्ला है दाइजो